हेलो साथीहरु, सबैलाई स्वागत छ मेरो भ्लगमा, मेरो किचनमा। मैले आज कोइरालको साग तरकारी बनाउने प्रयास गरेको थिएँ। हाम्रोतिर कोइराल भन्छन्, तपाईहरुकोतिर के भन्छन् यसलाई कमेन्टमा भनिदिनु होला। मेरो यो सानो प्रयासलाई हजुरहरुले मन पराइदिनुहुन्छ, माया गरिदिनुहुन्छ, सबैले हेरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। मेरो भिडियो कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि छोडिदिनु होला कमेन्टमा गएर। मैले फर्स्टमा कोइराल टिपे, अनि त्यो टिपेर ल्याएर छानेर पकाए। पकाइसकेपछि मैले एउटा प्यानमा हालेर तेल हालेर जिरा प्याज अनि कोइराल पनि हालेर भुटे। मैले मजाले भुटे अनि मैले मसला पिसेर राखेको थिएँ त्यो पनि हालेँ। त्यसपछि नुन थप्यो अलिअलि। मलाई थोरै नुन खानु भनेको जतिले थोरै नुन हालेँ, धेरै हालेन। त्यसपछि मैले छाई हालेँ या मोही के भन्छन् हजुरकोतिर, हाम्रोतिर छाई भन्छन्। त्यो हालेँ, मिठो भयो अनि हामी खायौँ। धन्यवाद।